आउनुस् आज रेस्टुरेन्टमा दिइने ग्रिन चटनी मिन्ट चटनी कसरी बनाइन्छ यो भिडियो पुरा हेरेर जानकारी लियौँ। सामान्यतया हामीले जति मिन्ट छ त्यसको 3 गुणा धनिया राख्न सक्छौँ। यहाँ चाहिँ मैले 2 मुठा पुदिना र 6 मुठा जति चाहिँ धनियाको पात राखेको छु। त्यसमा 2 कचौरा जति दही राखेको छु, 1 गिलास जति तेल राखेको छु, 10-12 वटा लसुनका पोटी राखेको छु, 20 देखि 25 वटा जति मैले हरियो खुर्सानी राखेको छु, आवश्यकता अनुसारले नुन र आवश्यकता अनुसारले अमिलो लेमन पनि राखेको छु। यो सबैलाई एकै ठाउँमा राखेर मैले ठुलो ब्लेन्डरले, किनकि मैले यहाँ धेरै क्वान्टिटीमा बनाउँदै छु त्यसैले मैले ठुलो ब्लेन्डरले ब्लेन्ड गर्छु। यसरी यो ठुलो ब्लेन्डरले ब्लेन्ड गरिसकेपछि चाहिँ मैले फेरि यसलाई पुनः सानो ब्लेन्डरमा ब्लेन्ड गर्नेछु, किनकि यो फाइन पेस्ट निस्कन्छ सानो ब्लेन्डरले। यो ब्लेन्ड गरिसकेपछि तपाईले नुन र अमिलो चाहिँ टेस्ट गरेर तपाईले थप गर्न सक्नुहुनेछ। पुरा ब्लेन्ड भइसकेपछि यसरी रेस्टुरेन्टमा दिइने ड्रेसिङ गरिने मिन्ट चटनी तयार हुन्छ।